उनीहरूले चाहिँ मलाई खेदिरहेछ अघिदेखि माया लाग्यो यसो भन्नु बाई बाई। यो चाहिँ बाटो हिँड्ने क्रममा दुईवटा कुकुर भेटेको थियो। एकदमै डर लागिरहेको थियो कि मलाई चाहिँ कुकुरदेखि भुकिरहेको थियो, तर लास्टमा चाहिँ एकदम माया लाग्ने है पछि पछि पछाएर बाटोमा। अनि मैले चाहिँ बाटोमा पसलमा बिस्कुट किनेर दिएको। यो चाहिँ ऐसेल खड्कादेखि अलिक मासतिर यो चाहिँ देउराली भन्ने ठाउँ हो। एकदम मौसम खुल्ला भएको थियो। अनि म चाहिँ घर हिँडेको आज। अनि घर हिँड्ने क्रममा चाहिँ देखेका दृश्यहरू तपाईँहरू समाज देखाउँदैछु र म जहिले पनि यो बाटो हुँदै जाने। यो चाहिँ देउरालीको सिमाना है, हाम्रो खोटाङ जिल्ला र सोलुखुम्बुको सिमाना लगभग खोटाङ जिल्ला ऐसेल खड्का सिमाना समाप्त भएको छ। यो यता चाहिँ एकदम पोखरी हुन्थ्यो, पानी पर्दा चाहिँ मजाले भित्र आल जमेर बसेको हुन्छ। अहिले चाहिँ अब सुक्खा मौसम भएको हुनाले पानी सुकेर अनि चाहिँ यहाँ दुईवटा ठ्याक्कै बाटो छ। यो यता जाने चाहिँ हाम्रो यता जाने लोखिम हो, अनि यता साइडको चाहिँ सुखे पोखरी जाने हो। यो चाहिँ सुखे पोखरी जाने ठाउँ हो। अनि यता चाहिँ अब लोखिम देउसा जाने, यो चाहिँ हाम्रो थुलुङदुधको सीको सिमाना। यो यहाँबाट चाहिँ हाम्रो सुरु हुँदो रहेछ। अनि आजको अलिकति चाँडै हिँडेकोले चाहिँ भर्खर घाम आउँदैछ। अनि यो चाहिँ हाम्रो राष्ट्रिय फुल कस्तो मजाले फुलेर है ढकमक्क भएको भर्खर फुल्न सुरु गरेको रहेछ। यतातिर चाहिँ अब फेरि चिसो पनि हुन्छ कि यो ठाउँ चाहिँ एकदम धेरै। अनि लालीको रस कस्तो राम्रो देखिएको छ कि। अनि यो यता चाहिँ सबै सुखे देखिने एरिया हो यता साइडको चाहिँ। अब यता अलिकति ठाउँ चाहिँ मलाई थाहा छैन, तर पनि यो चाहिँ अब ठ्याक्कै उता यो रोड उता क्रस जाने, यो चाहिँ अब सर्टकट बाटो जाँदैछु म चाहिँ। यो चाहिँ तलको छिवा चढ्ने बाटो रहेछ। हामी चाहिँ सधैँ घर जाँदाखेरि यसरी नै हिँडेर जाने हो खोटाङबाट ऐसेल खड्का। अब गाडी हत्तपत्त पाइँदैन। अनि यहाँ चाहिँ कुकुर पनि आउँदै रहेछ, कति माया लाग्ने है। अनि खुसी हुँदैछ, पुच्छर हल्लाएर मलाई स्वागत गर्दैछ यो जङ्गलको बाटो। दिदीले पनि बच्चा लिएर आउनु भएको रहेछ। दिदी चाहिँ लोखिमबाट आउनु भएको रे। अनि यस्तो उकालो है, यस्तो उकालो छ, यस्तोमा पनि उहाँहरूले क्रस गरिसक्नुभयो। अब म चाहिँ भर्खर सुरु गर्दैछु यो बाटो तल झर्दैछु। यो चाहिँ ठुलो जङ्गल छ। अनि म चाहिँ भोक लागेर है अनि खाजा अनार केरा अमला बोकेको थिएँ अनि पानी अनि बसेर मस्तले खाएँ। अनि त्यसपछि हिँडेँ म पनि। अनि हिँड्दा हिँड्दै फेरि त्यो दिन चाहिँ मस्तले धेरैजना बाटो हिँड्ने सम्भेट भयो। अनि यो बाबु चाहिँ उकालो हिँड्दै चाहिँ नसकेर है गीत गाउँदै गाउँदै आउँदै रहेछ। अनि पुरै लजाउँदैछ। अनि उहाँहरू पनि लोखिमबाट आउनु भएको रहेछ। अनि अहिले चाहिँ यो चाहिँ छिवाको जङ्गल हो। म चाहिँ भर्खर सुरु गर्दैछु। यो छिवाको जङ्गल चाहिँ यस्तो छ कि एकदमै गुफा है, कस्तो मजाले यो भित्र अब अलिकति काठ काटेर अलिक खुल्ला भएको छ, नत्र चाहिँ एकदम डर लाग्ने जङ्गल छ कि यो भित्र। त्यस्तो भयो पनि। अनि यता चाहिँ दाई चाहिँ घाँसमा हिँड्नु भएको रहेछ। उहाँ दाईसँग भेट भयो। अनि उहाँले पनि गफ गर्नुभयो मसँग। अनि यति चाँडो कहाँबाट आउनुभएको भन्दै हुनुहुन्थ्यो। अनि म चाहिँ ऐसेल खड्काबाट आएको भनेर उहाँलाई भने। त्यसपछि चाहिँ यस्तो छ जङ्गलहरू। अनि एक्लै हिँड्दा चाहिँ एकदम डर लाग्ने छ। गाउँ पनि यो चाहिँ छियाको गाउँ है, कस्तो राम्रो देखिएछ। घाम उताबाट झुल्किँदैछ। अनि गाउँ पत्करहरू कलेक्सन गरेर है वस्तुको लागि तयारी गरेको रहेछ। अनि यो मकै छरेको कुनै ठाउँ चाहिँ अब जमिन जोतेर तयारी गर्दै गरेको रहेछ। अनि यो चाहिँ छियाको गुम्बा। यो चाहिँ एकदम ओह्रालो झर्नुपर्छ ठ्याक्कै हामी लोखिम पुग्नसम्म। घरहरू पनि कति सुन्दर देखिएको है, गाउँघर कति त्यसै पनि सुन्दर है, कस्तो राम्रो देखिने कि शान्त वातावरण है गाउँघरको। अनि यहाँ चाहिँ अब घर बनाउनलाई होला काठहरू काट्दै थिए। अनि यता पनि कस्तो मजाले कि मकै छरेर होला त्यो ठुल्ठुलो गरामा चाहिँ बाटो चाहिँ यस्तो छ। अनि यो मकै छरिसकेको छ।
अनि यहाँ चाहिँ म चाहिँ सिमराया पनि ठ्याक्कै भेटेँ बाटोमा। अनि यहाँ सिमराया पनि मैले टिपेर लगेँ। यो चाहिँ लोखिममा आइपुगेको है, लोखिमको सिमराया हो। यस्तो मिठो छ कि यो प्रकृतिले दिएको है, कस्तो राम्रो है, पानीको फोहरामा मात्रा अनि दबदबे पानीभित्र उम्रिरहने, यसले कुनै मल पनि नजाने, यति मिठो छ कि यसको फेरि खाँदा पनि यसको एकदम टेस्ट आउने के। म चाहिँ जहिले नि यहाँ निस्केर लग्छु सिमराया, प्रकृतिले दिनुभएको निशुल्क। यो चाहिँ म वादाको लोखिमको ओह्रालो झरिसकेर हाम्रो जङ्गलबाट देखिने यो चाहिँ सोताङ यताभित्र। अब हाम्रो दिप्ली चाहिँ यो तलपट्टि छ, यो तलको दिप्ली हो बस्ती, माथि वाकु, यो हिमाल उता साइड खास्ताप होला, अनि यताको चाहिँ वाकु साइड हो, अनि यता चाहिँ सोताङको हो यो। अनि मैले चाहिँ दाइलाई बोलाएको थिएँ कि मलाई लिन यस्तो जङ्गलमा, अनि आउनु भएको थियो। अनि दाइ त आएर मस्तले जङ्गलमा सुतिराख्नु भएको रहेछ। अनि म चाहिँ अब यो ओङ्गु खोला पनि क्रस गरेर मेरो गाउँ देखाउँदैछु है तपाईँहरूलाई। चाहिँ दिप्ली बस्ती हो, पारीको चाहिँ मेरो गाउँ, अनि वारी दुधकोशी खोला यो तल चाहिँ, अनि यता खोर्दा हो सबै देखिने भाग चाहिँ। यो सोताङ जाने बाटो यताको खोर्दाको ठाउँ हो यो।